सप्तरीमा गएर कार्यक्रम गऱ्यौँ। हामी कार्यक्रमबाट हिँडेको 45 मिनटपछि त्यहाँ गोली चल्यो, 7 जना मान्छे घाइते भए, 2 जना मान्छे मरे। हामी हिँडेको 45 मिनटपछि गोली किन चल्यो? अनि पछि प्रचार गरियो, विश्वभरि प्रचार आयो केपी ओलीले मान्छे मार्यो। अस्ति भदौ 23 गते अनावश्यक ढङ्गले उत्तेजना फैलाउने काम, संसद भवनमा आगो नलाइ नसक्ने भएर घरैबाट त्यो फलाम काट्ने लिएर आएका छन्, जङ्गल गैँती बोकेर आएका छन्, पर्खाल फुटाएका छन्, ड्याङडुङ गरेका छन्। प्रहरीले अनेक नियन्त्रण गर्न खोज्छ, हुँदैन। जब प्रहरीमाथि नै हमला हुने खालको स्थिति आयो, प्रहरी हातिएर गोली चलायो। त्यो गोलीले मान्छे मार्यो, हत्यारा हो भनेर यस्ता खालका चाहिँ प्रचार गरेको प्रचार। त्यसकारण यसमा सामाजिक सञ्जालको सबभन्दा बढी, अल्गोरिदमको सबभन्दा बढी प्रभाव प्रयोग गरियो।